सम्पूर्णमा जय मसी। हामी धेरै यङ जेनेरेसनलाई, युवा पुस्तालाई के लाग्छ भने अहिले त रमाइलो गर्ने समय उमेर हो, लाइफ इन्जोय गर्ने उमेर हो। पछि बुढो भएपछि चर्च जाउँला, वचन पढाउँला। तर के तपाईँलाई थाहा छ, ग्रेटेस्ट चेन्ज इन हिस्टोरी, संसारका सबभन्दा ठुला परिवर्तन नै युवा अवस्थामा नै भएको छ। जवानी केवल रमाइलो लागि मात्र होइन, यो त आफ्नो लाइफको फाउन्डेसन, जीवनको जग बसाल्ने समय हो। उपदेशक 12:1ले भन्छ, आफ्नो जवानी दिनमा आफ्नो सृष्टिकर्ताको सम्झना गर, किनकि जवानीमा हामीसँग एक इनर्जी, प्यासन र ड्रिम हुन्छ, अर्थात् जोस, जागर र सपना हुन्छ। यदि हामीले यो समयमा परमेश्वरलाई आफ्नो लाइफको स्ट्यान्डर्ड बनायो भने हाम्रो भविष्यको बिल्डिङ कहिले कोल्याप्स हुँदैन, जीवनको घर कहिले ढल्दैन। संसारले भन्छ, युथ इज मेकिङ मिस्टेक्स, जवानीमा गल्तीहरू गरिन्छ, तर परमेश्वर भन्नुहुन्छ युथ इज फर मेकिङ हिस्टोरी, अर्थात् जवानीमा इतिहास रचिन्छ। जसरी दानियल, युसुफ र तिमोथीले जवान अवस्थामै परमेश्वरलाई रोजेको थिए। साथीहरू, गलत बाटो हिँड्न एकदम इजी र सजिलो छ, तर सही बाटो हिँड्न रियल करेज अर्थात् साँचो हिम्मत चाहिन्छ। आफ्नो इनर्जीलाई गलत वा युजलेस व्यर्थ कुरामा वेस्ट नगर्नु। आफ्नो पर्पस अर्थात् उद्देश्यलाई चुन्नुहोस्। याद राख्नुहोस्, योर युथ इज अ गिफ्ट फ्रम गड। तपाईँको जवानी परमेश्वरको उपहार हो, त्यसैले तपाईँको जवानी उहाँकै महिमामा निवेश गर्नुपर्दछ। तपाईँको उद्देश्य के हो? के तपाईँलाई तपाईँको उद्देश्य थाहा छैन? अझै प्रार्थनामा सोध्नुहोस्। यो भिडियोले कसैलाई आफ्नो बाटो खोज्न मद्दत गर्छ भने पक्कै सेयर गर्नुहोला र यस्तै आत्मिकी भिडियो पाउनको लागि फलो गर्नुहोला। सम्पूर्णमा जय मसी।